समस्या त धेरै समस्या भयो अहिले पानी धान काटिसकेपछि पानी घाममा सुक्नु पाएन नसुकेपछि उम्रिने अवस्था आइसकेको छ गाह्रो समस्या भयो समस्या छ यो जताकतै समस्या हो कि यही मात्रै हो समस्या जताकतै समस्या हो अहिले अब धानको समस्या भन्ने चाहिँ के हो भन्दाखेरि अब पानी आएको अब चिसो ठाउँमा त सिम भएको ठाउँमा त धानै उठाउन मिलेको छैन अब उठाम झन् कुही जाला अब कति गते 30 गते 31 कति 5-4 गते हो क्या काटेको नहीं 4 पनि 5 गते काटे 6 गते त पानी आयो उम्रिनु लाग्यो उम्रिनु लाग्यो अहिले